हेलो गाइज, फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म कहाँ भन्नु अब भरे पुगेरै थाहा हुन्छ हैन। म चाहिँ जान लाग्छु। साइकलमा नबनाएको चाहिँ धेरै भएको थियो, त्यही भएर अझै कुदाउने त्यसरी ब्रेक घ्याच घ्याच लाउने हैन के। ल जो तल पुगेर आज चाहिँ भान्जा पनि आएको छ। भान्जाले चाहिँ साइकल कुदाउने भन्नु अनि एकछिन दिएको। कहाँबाट आएको भान्जा साइकल कुदाउनु? अनि मैले चाहिँ अहिले नयाँ एउटा केही नयाँ राखौँ जस्तो लागिरहेको छ। अनि नयाँ भन्नाले के भन्नु थियो, म जस्तै नयाँ युट्युबरहरूको लागि चाहिँ एउटा साथी बन्ने माध्यम बनौँ कि भनेर हैन। यो चाहिँ के हुन्छ भने तपाईहरुले कमेन्ट गर्नु, जो नयाँ युट्युबर हुनुहुन्छ, नयाँ म पनि नयाँ हो, अनि मलाई सब्स्क्राइब गर्नु भएको छैन भने मलाई सब्स्क्राइब गर्नु। अनि नयाँ युट्युबरहरू चाहिँ यदि साथी बन्नु चाहनुहुन्छ भने चाहिँ तपाईहरुले मेरो कमेन्टमा चाहिँ मेरो भिडियोमा कमेन्टमा अनि सपोर्ट भनेर लेखिदिनु होला। अनि म जसले सपोर्ट लेख्नु भएको छ अब सबैको हुन्छ भने मिल्छ भने सबैको राख्छु, नत्र भने 4-5 जनाको च्यानलको लिंक अनि च्यानलको त्यो स्क्रिनशट राखेर म आउँदो भिडियोमा हाल्नेछु। अनि तपाईहरु त्यो च्यानलको लिंकबाट गएर साथी बन्न सक्नुहुन्छ। मेरो च्यानलबाट गएर चाहिँ उता साथी बन्नु भने मेरो च्यानलबाट आएको भनेर चाहिँ लेखिदिनु होला। त्यही थाहा हुन्छ नि त कहाँबाट आएको भनेर। यति नै हो हैन। चाहिँ कहाँ पुगिन्छ त्यहीँनिर भेटौँ है त। अहिले चाहिँ फाइनली म कहाँ भन्नु हो रोड आइपुगिसकेको छु। रोड आइपुगिसकेको भने त्यो त्यहाँदेखि त्यहाँदेखि त्यो रोड हो। म अहिले चाहिँ ठ्याक्कै कमल पुलमा आइपुगिसकेको छु। म जाने भनेको चाहिँ त्यहाँबाट यस्तो गएर त्यता माथि जान्छु है। ठ्याक्कै अहिले चाहिँ म सानो केटा खाइरहेको छु। सानो केटादेखि उत्तर लाग्नु पर्ने हुन्छ। यहाँबाट जान्छ अहिले चाहिँ म ठ्याक्कै यो सानो केटादेखि उत्तरतिर लागिसकेको छु। अनि यो बाटो चाहिँ जंगल जानुपर्छ, पुरै जंगल छ। अनि बीचमा आर्मी क्याम्पदेखि हल्का मासतिरदेखि चाहिँ अनि गाउँ आउनु थाल्छ क्या। अनि गाउँ आएपछि गाउँ कटेर मासतिर गएपछि चाहिँ त्यो म जानु खोजेको ठाउँ आउँछ। अनि त्यसलाई चाहिँ के भन्छ भने कुसे डाँडा भन्छ है। कुसे डाँडा भन्छ। त्यहाँ चाहिँ अब अल्गो छ। अनि गएर अल्गो जाँदाखेरि त हिँडाइ हुन्छ होला, फर्किँदाखेरि चाहिँ साइकलमा झर्नु मजा आउँछ कि भन्ने चाहिँ आश छ। अनि त्यहाँबाट दामी देखिन्छ क्या गाउँहरू चाहिँ। त्यहीँ पुगेर भन्दा नि गाउँमा पुगेर चाहिँ म भिडियो गर्छु है। अहिले चाहिँ म फाइनली गाउँ छिरिसकेको छु। यो गाउँ यहाँबाट चाहिँ यस्तो बाटो जानुपर्छ माथि। अनि चाहिँ त्यहाँ मगरको ठाउँमा पुगिन्छ। गाउँ यो चाहिँ गाउँ छ। यता धानबारी कोलाबारी त्यहाँ सिमाली सबै छ है। अब जाउँ। मलाई ठ्याक्कै चाहिँ थाहा छैन क्या जाने बाटो चाहिँ कहाँ भनेर। यहाँ गाउँमा यतै हो हुनु चाहिँ होइन। अनि गाउँमा जानुपर्ने हुन्छ। त्यहाँ चाहिँ फेरि गाउँभित्र बाटै बाटो छ क्या। म पहिले एकचोटि आएको थिएँ, त्यतिखेर नै कता हुँदो थियो क्या। त्यतिखेर चाहिँ दाइहरूसँग आएको थियो र दाइहरूले थाल्यो। अहिले चाहिँ अब एक्लै आएको सोध्दै जानुपर्छ। त्यही होइन, ठिकै रहेछ। यहाँ स्कुल देखेँ नि त मैले। सही बाटो गइरहेको छु, गलत बाटो होइन। कुसे डाँडा कहाँ हो? कुसे डाँडा यता जानुपर्छ। कति टाढो छ? भिडियो गरिरहेछ त। कति टाढो छ अरे? यहाँ झापा ब्लक। यहाँदेखि सिधै गएर अन्त सिधै जाँदा हुन्छ? पुग्छ नि होइन? पुग्छ नि हो। भरे सब्स्क्राइब गर्नु ल। के छ अरे मेरो च्यानलको नाम?
भरे हेर्नु बाई बाई यहाँ चाहिँ स्कुल हो अनि स्कुलबाट निकै माथि जानुपर्छ अरे भाइ र उनले भनेको अनि निकै माथि हो भने मलाई उति जस्तो लाग्छ उनीहरूले निकै माथि छ भने है त्यो डाँडाको नाम चाहिँ खास चाहिँ कुसे डाँडा लेखेछ है तर सबैले लक डाँडा भन्दा मात्रै चिनेर चाहिँ कुसे डाँडा भन्दा चाहिँ कसैले नचिनेको बटेका चाहिँ कुसे डाँडा जाने बाटो यही हो लप डाँडा जाने बाटो खोला कट्नुपर्छ दुईटा झापा ब्लक दिदी उयो कुसे डाँडा जाने बाटो कुन हो यता हो ए झन्डै चल्दै अहिले चाहिँ म फाइनली आइपुगिसकेको छु कुसे डाँडामा यो कुसे डाँडा म यो लेखेको देखाइदिनु पर्यो यार अघि गाह्रो पर्यो यार मलाई कुसे डाँडा निङकोकमा कुसे डाँडा पर्यटकीय स्थल चुलाचुली 1 इलाम अनि यहाँ पनि छ तर यहाँ चाहिँ फेरि पर्यटकीय क्षेत्र लप डाँडा रहेछ नि त लप डाँडाको संरक्षण अनि यो दुईटा नाम भएर चाहिँ नचिन्दो रहेछ क्या अनि यहाँनिर मैले चाहिँ अब यो कुसे डाँडा देखेको थिएँ नि त पहिले कुसे डाँडा देखेको हुनाले कुसे डाँडा सोध्दै आयो क्या अनि अब तलतिर चाहिँ हतपत थाहा नहुने रहेछ कुसे डाँडा भनेको लप डाँडा भन्दो रहेछ अनि त्यही भएर चाहिँ हल्का दुःख पाइयो जसरी भए नि आइ चाहिँ पुग्यो होइन अनि यहाँदेखि म चाहिँ माथि जान्छु माथिबाट अनि माथि चाहिँ डोराउँदै होला फर्केर आउँदा चाहिँ साइकलमा आउँछु होला होइन यति हो अनि यहाँनिर चाहिँ चटपटेहरू राख्नुहुन्थ्यो अहिले राख्नुहुन्न क्या पुरै पुरानो भएछ है ल माथि गएर हल्का सिनहरू चाहिँ म तपाईँहरूलाई देखाउँछु होइन डाइरेक्ट माथि पुगेको गरौँ कि बिचमा म मोबाइलबाट गर्दै जान्छु अहिले चाहिँ गोप्रोले नै गर्छ है त्यहाँ तल छ बस्ने ठाउँ अनि यहाँनिर पनि छ है यो चाहिँ निकै राम्रो छ क्या बादल दामी देखिरहेको छ नि है तह लागे जस्तो अनि यहाँ चाहिँ यो गाउँहरू हो यहाँ गाउँहरू छ यो के भन्छ यतापट्टि पनि गाउँ हो अनि यता तल्लोपट्टि पनि अघि म आएको देख्नुभयो होला अनि अझै यतापट्टि पनि छ क्या गाउँ उपरहरू देखिँदैछ मेरो आँखाले चाहिँ देख्छ है स्पष्ट अनि तपाईँहरूकोले चाहिँ देख्छ कि देख्दैन तपाईँहरूको भन्दा पनि क्यामेराले चाहिँ देख्छ कि देख्दैन कि यो ठ्याक्क देखिँदै गरेको चाहिँ हो यहाँदेखि माथि साइकल जाँदैन है यहाँदेखि माथि चाहिँ मान्छे मात्र हो साइकल चाहिँ यही होस् फाइनली अहिले चाहिँ म कुसे डाँडा भन्ने ठाउँको टपमा आइसकेको छु छ है यहाँबाट चाहिँ म ओह्रालो लाग्दैछु यो
डाँडा चाहिँ यही हो अनि यहाँबाट चाहिँ म अब घर फर्किन्छु बिस्तारै चाहिँ म चाहिँ यहाँबाट तल जान्छु तल झर्दा पनि अब सरर चाहिँ नजाने रहेछ बिस्तारै कुदाउने हो नकुद्ने ठाउँमा चाहिँ डोर्याउने हो अरू त के गर्नु होइन यस्तै हो बाटो चाहिँ यस्तो छ यहाँ चाहिँ ठिकै छ यतिको त्यहाँदेखि चाहिँ अलिक निकै गाह्रो छ होइन अब जाउँ है के हुन्छ हेरौँ ब्रेक हान्दा नि पुरा उनी खुट्टादार साइकल त बाटो चाहिँ बर्खाले गर्दा लास्टै बिग्रेछ यार डोराउने पर्छ बिस्तारै जाउँ यस बाटोहरू लास्टै बिग्रेछ क्या यस्तो खाल्टै गुल्डुङ गाल्डुङ गुल्डुङ छ अनि यहाँ ह्यान्डल कन्ट्रोलै हुँदैन क्या त्यही भएर डोराएर जानु पर्ला त्यो दामी बस्ने ठाउँ चाहिँ दामी छ के भन्छ धेरै अब लामो जानु मन छ भने चाहिँ ठिक छैन त्यो छोटो अब ठ्याक्क आयो अरे यसो हावा खानु भने चाहिँ त्यो दामी छ ठाउँ होइन ठाउँको नाम चाहिँ कुसे डाँडा हो कुसे डाँडा पनि भन्दो रहेछ अनि यसलाई लभ डाँडा पनि भन्दो रहेछ क्या म चाहिँ कुसे डाँडा भन्थेँ लभ डाँडा भन्दा चाहिँ धेरैले चिन्छ तपाईँहरू यदि आउनुभयो भने चाहिँ लभ डाँडा सोध्दै आउनु होला ठ्याक्कै आइपुग्नुहुन्छ होइन अनि त्यही हो अघि देखिहाल्नुभयो त्यहाँ माथि एउटा कस्तो सिन देखिन्छ चाहिँ म घर आइसकेको छु यति नै हो मेरो भिडियो चाहिँ अब अहिले त के भन्नु र कस्तो लाग्यो होइन हेरेर अहिलेसम्म साथ दिनुभयो धेरै धेरै धन्यवाद र कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला है जस्तो लागे पनि अब कस्तो खालको बनाउनु होइन अझै राम्रो बनाउनुलाई के गर्नुपर्छ सबै तपाईँहरूकै हातमा छ तपाईँहरूले नै सिकाउनु होला अनि यति भन्दै अब भिडियो यहीँनिर बाई बाई अर्को भिडियोमा भेटौँला फेरि